कान्छा हजुर भन्नु। अन्तले बिहा गरिन घर ल्याउनु पर्दैन त बुलाई बुहारीलाई घर ल्याउने टिकटालो गर्ने यताउति गर्ने भित्र पसाउने माइती साइती मान्ने माइती त अब इन्डियातिरै होलान् अब घर त ल्याउनु पर्यो क्या तपाईँलाई कसले भन्थ्यो? ए मैले सुनेको छु यहाँ हल्ला सुनेको छु मैले म दाइलाई ठग्ने काम नगर झुट बोल्ने काम नगर दाइ तेरो दाइले सब थाहा पाउँछ क्या त्यसले त भन्न त त्यही फुपूले भन्नुभयो होला, नत्र त कहाँ थाहा पाउँछ। सब थाहा भएको छ मैले सब थाहा भएको छ तैँले त्यता बिहा गरेर त्यतै अलमल्लिने घरलाई बिर्सिने घर आमा एक्लै बस्ने त्यस्तो काम नगरेस् छोरो जात भएर घर बिर्सिनु हुन्न घरको कुल देवता बिर्सिनु हुन्न घर आउने मजाले घरभित्र पस्ने टिको टालो गर्ने अनि के गर्नुपर्छ कता जानुपर्ने छ अनि घर बिर्सी गरी खाने त्यस्तो भयो त त्यतैतिर झल्लिरहन्छन् झुल्लिरहन्छन् नै होइन दाइ, त्यस्तो होइन। झलिरहने भोलि होइन, आफ्नो आफ्नो समस्या हुन्छ त दाइ यार। तपाईँहरूको जस्तो थोरै हुन्छ त अलि। अनि के कतिको कमाइ काज भएको छ कति पैसा जम्मा गरेको छ के छ अवस्था अवस्था ठिकठाकै छ। अब घरतिर गएर अब मामुली उतै मिन प्रसाद दाइ हुनेतिर हिँड्नु पर्ला जस्तो छ अब। ए हो र त्यही भएर तँले गर्नु पर्ला अब। तैँले कुल देवता नमानिन टिकुटालो नगरिन घोरले दुइटा छोरा त मान्ने विचार गरेर खुसी होइन नै त्यो त हो। उसले के भन्छन् नै, के अरे बुहारीले पर्दाखेरि भयो क्या। ए हो कता बाख्रा पनि म्या म्या गर्छन् कतातिर छस् म काममा जाँदैछु दाइ यार। हो ल ल दाइलाई बिर्सिने काम नगरेस् अनि दाइलाई नबिर्सेस् के भन्छ तैँले चाहिँ यता फेस देखा फेस यता फेस देखा घर आउने छिटो कुलदेवता मान्ने अनि के भन्छ टिकल टालो गर्ने दाइलाई बोलाउने पार्टी सार्टी अब दाइको अब आशीर्वाद दिन आउँछ तँलाई टेन्सन नगर ए हो र। अँ अनि फेस देखा न फेस के हो यार दाँत पनि कुहिसक्यो बुहारीले देखाएर आज त फेस त बुहारीले गाली गर्दिनन् गन्न आउँदैन फेस पुरुष सुसुर गर्नु पर्दैन सफा गर्नु पर्दैन सफा त गरिन्छ त अनि। ल ल हुन्छ भाइ ल ड्युटी जा राम्रोसँग गर अब यताउति कमाइ काज गर पैसा जम्मा गर अनि घर आएपछि मलाई बोलायोस् म चाहिँ तँलाई आशीर्वाद दिन आउँछु म ए ल ल। ल ओके